अलिअलि पनि म यो माइकमा उहाँलाई सम्मान गर्न चाहन्छु थ्याङ्क यू सो मच नमस्ते सम्पूर्ण नमस्ते लासो फापुला लासो लासो जाडो पनि भर्दै आइरहेको छ अब बिस्तारै अब जिउ तताउनु पर्दै हुन्छ ओके अब के गर्नु पर्यो भने अलि सुरुमा गीतै गाइदिउँ है अझै यहाँहरूको अझै मलाई हल्लाले अलिक छोइरहेको छैन क्या गीत गाउनुको लागि चाहिँ अलि यस थ्याङ्क यू सो मच अब चाहिँ गीत गाइहालौँ फर्स्टमा चाहिँ हजुरहरूलाई चाहिँ एकदमै धेरै धेरै धन्यवाद किनभने यहाँहरूको मायाले यहाँहरूको साथ अनि यहाँको इच एन्ड एभ्रिथिङ कुराहरूले गर्दै आज यो विद्यालयमा स्टेजमा छ र एउटा टाइटल एउटा होल्ड गर्न पाइरहेको छु नेपालको टाइटल एउटा पाएको छु सबै यहाँहरूको मायाले गर्दा नै हो थ्याङ्क यू सो मच र विद्यालयमा त्यसो भएको होइन सम्पूर्णको मायाले गर्दा विद्यालयमा भएको थ्याङ्क यू सो मच र यो स्टेजको लागि र हाम्रो अर्गनाइजर्स टिमहरूको लागि जुन इन्भाइट गरिदिनु भयो मलाई त्यसको लागि धेरै धेरै धन्यवाद यति धेरै माया समेटेर जाँदैछ है तपाईँहरूको लागि भनेर चाहिँ गीत पनि गाउन चाहन्छु र गीत गाउनुभन्दा अगाडि सबैजनाको मोबाइल छ होला मोबाइल छ होइन त यसो गर्नुहोस् मोबाइलमा यसरी बाल्नुहोस् टच सबैजनाले यसरी जो जतिसँग मोबाइल छ होइन सबैजनाले यसरी मोबाइल बालिदिनुहोस् है अनि यो गीतको भाग भन्छ है त म त्यसरी यसरी मोबाइल बालिदिनुहोस् प्लिज अनि फोटो पनि दिन्छु म हजुरहरूसँग है ल यसरी बालिदिनुहोस् है त बालिदिनुहोस् सबैजनासँग छ जस्तो लाग्छ आई थिङ्क मलाई यति धेरै माया गर्ने मान्छेहरू हुनुहुन्छ ओके सबैजनाले बालिदिनुहोस् है यसरी हजुर हजुर बालिदिनुहोस् हजुर बालिदिनुहोस् सबैजनाको मोबाइल देखाउनुहोस् माथितिर देखाउनुहोस् है त हजुर हजुर देखाउनुहोस् यस तपाईँहरूलाई के भन्न चाहन्छु भने गीतको बोल रहेको छ आमा किनभने हामी नाच्छौँ गायौँ होइन हाम्रो अस्तित्व भनेको चाहिँ हाम्रो आमादेखि स्टार्ट हुन्छ हो कि होइन त हामी जन्मिने बित्तिकै एउटा शब्द सिक्छौँ त्यो शब्दको नाम हो आमा धेरै गाह्रो हुन्छ आमादेखि पर जान परिवारदेखि आफ्नो देश छोडेर विदेशतिर जान धेरै गाह्रो हुन्छ किनभने हामीले चाहिँ हाम्रो परिवारलाई एकदमै खुसी राख्न सक्छौँ र खुसी दिनको लागि हामी विदेशतिर जान्छौँ होइन त्यो आमा र त्यो एउटा परिवारदेखि एउटा बिछोडलाई सम्झेर यो केटाले एउटा गीत गाउँदैछ होइन आमा साह्रै गाह्रो छ परदेशी जिन्दगी आमा साह्रै गाह्रो हो बिछोडको जिन्दगी हेर्नुहोस् है त एकदमै मिठो गाना रहेको छ सम्पूर्णले माया पनि गरिदिनु भएको थियो अशोक लामाको शब्द सङ्गीत र मेरो चाहिँ आवाजमा यो गीत सुन्न चाहन्छु र साँच्चीकै आफ्नो आमादेखि पर जान एकदमै गाह्रो हुन्छ सबैजनाले आफ्नो मोबाइलको फ्ल्यास चाहिँ अन गरेर चाहिँ देखाउन नछोड्नु होला है त त्यही वातावरणलाई र त्यही भावनालाई चाहिँ म यो गीतदेखि पुग्न चाहन्छु सम्पूर्णको माझमा है त्यही गीत बजाइदिनुहोस् प्लिज आमा सायद लाग्छ सबैजनाले मलाई गाएर पनि साथ दिनुहुन्छ
सेकेन्ड